हेलो एभ्रिवान, जय मसी सबैजनालाई। र आज म चाहिँ एकछिन झाँक्री फल्स गएको। हामी चाहिँ घुम्नु हो र अहिले चाहिँ हामी झाँक्री फल्स पनि पुगिसक्यौँ। र आज चाहिँ वेदर पनि मजाको भइरहेको थियो, पानी आएको थिएन हो। त्यो भएर यसो आज ड्युटी छुट्टी गरेर चाहिँ यसो घुम्न जाउँ भनेर चाहिँ साइट गर्दै गर्दै आएको झाँक्री फल्स हो। र यहाँ चाहिँ एकदम मजाको भइरहेको रहेछ, वेदर पनि एकदम क्लियर भएर हो। यो चाहिँ झाँक्री फल्सको नजारा हेर्नुहोस्, एकदम वेदर पनि मजाको भएकोले गर्दा मजा आयो हो। र टुरिस्टहरू पनि निकै थियो यहाँनिर अहिले पनि हो। र यो चाहिँ मैले हल्का भिडियो बनाउँदै गएको हो, एकदम मजा। र यहाँ चाहिँ यस्तो पिस जग्गा छ कि यस्तो दामी वाटरफल्सहरू पनि छ है, कस्तो मजा आउँछ। सब फ्यामिलीहरूसँग टाइम स्पेन्डहरू गर्नु कस्तो मजा आउँछ, एकदम हरियाली हो। र यहाँ चाहिँ मैले सानो भिडियो पनि बनाइमागेँ यसो। र यहाँ चाहिँ एकदम पानीको त्यो वाटरफल्स भइरहेको थियो र एकदम भिडियो बनाउनुको लागि त्यहाँनिर गएर हल्का भिडियो गरेको, डल्लै भिजेर एकदम पानी त्यो उछिटेर सबै अगाडि आउँदै रहेछ। त एकछिन चाहिँ भिडियोहरू बनाएर निस्किहालेँ म चाहिँ हो। र यो चाहिँ कस्तो मजाको देखिरहेको छ यो वाटरफल्स चाहिँ, एकदम वेदर क्लियर भएकोले गर्दा चाहिँ मजाको आइरहेछ हो। र हामी चाहिँ अब फर्केको हो, अब एकछिन बजार पनि जानुपर्ने छ, त्यो भएर भिडियोहरू बनाइवरी अब हामी चाहिँ फर्किने। र तपाईँहरू पनि यहाँ आएर है फ्यामिलीसँग इन्जोय गर्न सक्नुहुन्छ, एकदम पिस जग्गा छ। र अहिले चाहिँ हामी फर्किँदैछौँ हो, गाडी चाहिँ तल छ। सो अब चाहिँ हामी बजारतिर जानुपर्ने छ, कामहरू छ, त्यही भएर हो निस्किहालेको। अहिलेसम्म चाहिँ पानी चाहिँ परेको थिएन, सो त्यही भएर भिडियो पनि क्लिक गर्नु पाएँ। पानी नआएर एकदम दामी भयो आज चाहिँ वेदर, नभए चाहिँ कन्टिन्यू पानी आउँदै थियो। र हामी चाहिँ एकैचोटि गाडीमा चढेर यहाँनिर वेस्ट पोइन्ट मल पनि आयौँ हो। अलिअलि सपिङहरू गर्नुपर्ने थियो र अलिअलि सामानहरू किनेँ र मैले यहाँ वेस्ट पोइन्टमा हल्का भिडियोहरू बनाएँ, भिडियो सिडियो बनाएर। र अब चाहिँ हामी घर पनि फर्केको। सबैजनालाई थ्याङ्क यू सो मच, तपाईँहरूले धेरै माया दिनुहुँदैछ। थ्याङ्क यू सो मच एभ्रिवान।